हरिओम यहाँलाई कति कति नमस्कार। म शारदा नेपाल। आज जीवन के हो भन्ने विषयमा म कुरा गर्छु। जीवन भनेको भैँसीको थुनबाट, गाईको थुनबाट दुहेको दुधबाट म सुरु गर्छु। जब मान्छे यस पृथ्वीमा जन्मिन्छ त्यसपछि ऊ के हुन्छ भन्दाखेरि विभिन्न आरोह अवरोह पार गर्दै पापे सर्दै अगाडि बढ्छ। त्यो अवस्था भनेको त्यो भैँसीको दुध ल्याएर हामीले कुँडेमा मजाले तताउँछौँ है। त्यो तताइसकेपछि कति दुधहरू हामी त्यसै खान्छौँ, कति दुधहरू हामीले त्यसलाई मिठाई बनाउँछौँ र केही दुधहरू हामी दही जमाउँछौँ। मान्छेको जीवन पनि यस्तै हो क्या। मान्छे जन्मिसकेपछि आफ्ना अवरोह आरोह पार गर्दै गइसकेपछि उसले यो धरतीमा वातावरणसँग बाँच्न सङ्घर्ष गर्न सिकिसकेपछि ऊ दुधमा परिणत हुन्छ र केही दुध के हुन्छ पिइन्छ, केही दुध दही बन्छ, केही दुध हामीले के गर्छौँ मिठाई बनाउँछौँ है। अब फेरि अर्को स्टेप जान्छ। मान्छेले उमेरमा पढाइ लेखाइ सबै कुरा गर्छ र दही बन्छ। दही बन्दाखेरि के हुन्छ भन्दाखेरि दुधको गुण त दहीमा आउँदैन, किनभने ऊ त बच्चापन हुँदैन, ऊ त ठुलो हुन्छ। अनि के हुन्छ दही हुन्छ। दहीमा के हुन्छ भन्दाखेरि छुट्टै किसिमको फर्मुलेसन हुन्छ। दहीको स्वाद र दुधको स्वाद त हुँदैन, केही पर्सेन्ट के हुन्छ दही बन्छ र दही बनिसकेपछि के हुन्छ भने अब त्यो दहीलाई मोथिन्छ। जब के हुन्छ अलिकति पढेर लेखेर एससी पास गरेर प्लस 2 तिर जान्छन् है। त्यसलाई के गरिन्छ मोथिन्छ। मोथेर नौनी निस्किन्छ है। त्यो नौनीलाई हामीले के गरिन्छ पगालेर ठुलो हामीले ताक्रममा त्यसलाई के गरिन्छ पगालिन्छ। त्यसपछि खार्दा 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 खारिसकेपछि के हुन्छ भन्दाखेरि घिउ छुट्टै आउँछ, बिलौनी छुट्टै जान्छ। त्यस्तै मानव जीवन पनि के हुन्छ जब एससी ब्याचलर गरिसकेपछि उनीहरू के हुन्छन् भन्दाखेरि एउटा सक्षम म यो देशको योग्य कर्णधार हुँ भनेर उनीहरू ठान्छन् के। तर वास्तविकता के हुन्छ भन्दाखेरि त्यो घिउ जसरी खारिन्छ नि है त्यसरी नै उनीहरू पढेर मात्र होइन, विभिन्न किसिमका पारिवारिक आरोह अवरोहहरू बेहोर्दै दुःख सुखमा पिल्सिँदै मान्छेहरू के हुन्छन् खारिँदै खारिँदै जान्छन् र खारिँदै गइसकेपछि उनीहरूमा के आउँछ भन्दाखेरि त्यति बेला तटस्थता आउँछ क्या। सानो उमेरमा के हुन्छ यस अर नो झट्ट बोल्छन् है, झट्ट एन्सर दिन्छन्। के हुन्छ या के हुँदैन उनीहरूलाई कुनै मतलब छैन। मान्छेको जीवन सुन्नुहोस् है। र जब उनीहरूलाई व्यवहार पर्दै जान्छ, उनीहरूको पढाइ लेखाइ सबै कुरामा उनी परिष्कृत हुँदै जान्छन् भने उनीहरू कुनै विषयसँग उनीहरू फ्याट्ट बोल्दैन है। उनीहरूले त्यो विषयलाई के गर्छन् विश्लेषण गर्छन्। भन्नु हुन्छ या हुँदैन भन्ने कुरा पनि केही प्रसङ्गमा सोच्छ र अन्तिममा कति मात्र बोल्दाखेरि ठिक हुन्छ भन्ने कुरा चाहिँ उनीहरूले बुझिसकेपछि मात्र एन्सर गर्छ। त्यो अवस्था भनेको के हो घिउ बनेको अवस्था हो के। र फेरि त्यो घिउ फेरि के हुन्छ भन्दाखेरि विभिन्न क्षेत्रमा बनेको हुन्छ।
कोही मिष्टान्न भोजन बनाउन परेको हुन्छ, कोही भगवानकोमा धूप हाल्नको लागि परेको हुन्छ, कोही हामी परिकार बनाउँछौँ, कोही हामी सिधै खान्छौँ। त्यस्तै मान्छे परिष्कृत भएर निस्किसकेपछि के हुन्छ भने अब ऊ के हुन्छ भन्दाखेरि परिष्कृत भयो। सबै ठाउँमा युज हुँदैन, आफ्नो सेक्टर हुन्छ, आफ्नो गन्तव्य हुन्छ, आफ्नो पेसा रोजगार हुन्छ, त्यसमा उनीहरू लागिसकेका हुन्छन्। र जब मान्छे परिष्कृत भएर अन्तिममा पुग्छ, यो भएर खारिएको हुन्छ, त्यो मान्छे के हुन्छ, अनुग्रही हुन्छ, विनयशील हुन्छ, नम्रता हुन्छ र भनिन्छ नि फलेको हाँगो लुक्छ भने नै उनीहरू फलेको हाँगो भनेर हामी यहाँ के बुझ्नुपर्छ भने उसको विवेकमा बुद्धि, विवेक, चेतना, ज्ञान भरियो है भन्ने व्यक्तिलाई हामीले फलेको भन्ने बुझ्नुपर्छ। हाम्रो सोसाइटी त के भन्छ भन्दाखेरि अलि पैसा कमायो, अलि धेरै धनी भयो भने फलो भन्छन्। त्यो होइन, बिल्कुल गलत छ। किन भन्दाखेरि फल्नु भनेको के हो भन्दाखेरि उसको बुद्धिमत्तामा कति विकास भयो, उसको व्यवहारमा कति परिष्कृत भयो, उसको बोलचालमा कस्तो भयो होइन। जबसम्म ऊ सबै गुणले परिपक्व हुन्छ नि तब उसलाई हामीले फलेको मान्नुपर्छ है। अब म के भन्छु भन्दाखेरि जीवन के हो भन्नुहुन्छ भन्दाखेरि मान्छेको जीवन, मान्छेको पढाइ लेखाइ भनेको अब जति बाल्टीमा दुध दुहेर ल्याएका थियौँ नि हामीले पहिला, त्यति दुध त अवश्य रहँदैन। दुध तताउँदा केही पर्सेन्ट घट्छ, कोही खाएर सकिन्छ, त्यसपछि बाँकी रहन्छ जम्मा 75% हुन्छ, 25% सकिन्छ। त्यसपछि 75%मा अब हामी दही बनाउँछौँ। अनि दही बनिसकेपछि पनि फेरि दही कोही त्यसै युज हुन्छ खानको लागि, कोही मथिन्छ, त्यहाँ पनि हाम्रो के हुन्छ 25% त्यहाँबाट घट्छ। त्यसपछि फेरि दही मथ्दा पनि हाम्रो मथिसकेपछि नुहाउनेमा आइपुग्दाखेरि हामी के हुन्छ, कोही मही सकिन्छ, कोही नुहाउने भन्छ, त्यहाँ पनि 25% हाम्रो घट्छ। त्यसपछि नुहाउने हुन्छ नि, नुहाउने भइसकेपछि जुन घिउ खारिन्छन् र वास्तविक ओरिजिनल घिउ आउँछ नि त्यहाँ 25% मात्रै हुन्छ। भनेपछि हाम्रो जगतमा भएका व्यक्तित्वहरू पनि करिब त्यस्तै पर्सेन्टले हाम्रो यो परिष्कृत हुँदै जान्छ भन्ने मलाई लाग्छ। अनि यहाँहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि आफू परिष्कृत हुने हो, अरू परिष्कृत हुने होइन। आफू सुध्रिने हो, अरूलाई सुधार्ने हाम्रो हकतियार छैन, हाम्रो लाइसेन्स छैन। अरूलाई बनाउने हाम्रो कुनै लाइसेन्स छैन। आफू बन्ने मात्रै हाम्रो अधिकार छ, आफू राम्रो हुने मात्रै अधिकार छ, अरूलाई सपार्छु भन्ने अधिकार छैन है। र अरूलाई दोष दिने होइन, आफूले बरु दोष लगाउँ, आफू नै फेरि फर्केर रियलाइज गरौँ भन्दै जीवन के हो भन्दाखेरि एउटा दुधदेखि नुहाउनेदेखि घिउसम्म खारिएको यो अवस्था हो। यसरी नै चल्छ। हुन्छ है, हरिओम।